वास्तवमा त्यहाँ 2-3 दिन अगाडिदेखि नै कबाडीहरूले काटिराखेका रहेछन्। अनि मैले 2-3 दिन रोकिदिएँ। हजुर। अनि रोकिसके पछाडि अनि उता 7बाट नि चिठी छ भनेर देखाउन ल्याए मौठामा होइन उसले। अनि त्यो त संयुक्त पुल हो, त्यस कारणले 6 र 7 को भोलि राजस्व जम्मा गर्ने तरिकाले काम गर्नलाई पछि 2टा वडा चेयरम्यान बसेर सहमति गर्यो। वडैमा बसेर 2जना मिटिङ पनि बसियो होइन। पछि खोलो आयो, खोलो आएपछि अलिकति बगाएर नि नगरपालिकातिर त्यो लास्टतिर कहाँ पुगेको थियो बगाएको। त्यसलाई एक ठाउँमा उठाएर राखेर जम्मा गर अनि त्यसभन्दा पछाडि राजस्व तिरेपछि चाहिँ मूल्याङ्कन गरेर पठाउने भन्ने कुरा हामीले गऱ्यौँ। अनि उसले चाहिँ त्यो एउटा सिपारी दिनु सर, हामी एक ठाउँमा राख्छौँ, फेरि समात्लान् के गर्लान् भन्यो। अनि मैले चाहिँ सहजीकरण गरिदिनु हुन भनेर एउटा सिपारी बनाइदिएको। उतापट्टिको चाहिँ एउटै सिपारी नदेखाइकन त्यो मोटे डामले मेरो मात्रै सिपारी देखाएर भाइरल बनाएको त्यसले होइन। उताको सिपारी हेऱ्यो भने त झन् खतरा तरिकाले लुटिएर छ। त्यो त हामीसँग पनि छ, एउटा फोटो गरेर राखेको हामीले होइन। यहीँ वडामै बसेर 12,500 क्विन्टल भन्ने सहमति गरेर त्यो 550मा पुरा गरे हो। त्यो पुरा गरेर हामीले के गर्यो भन्दाखेरि अनि राजस्व नौबुद्धमा लगेर बुझाएपछि सामान लानु भनेर मैले एउटा सिपाहीमा दिएँ। तर राजस्व उसले जम्मा गरेको थिएन, हामीले दिए पनि छैन होइन। उतापट्टिको चाहिँ अब उसले त्यो भने अनुसारले उता चाहिँ दिइसकेँ मैले भन्न आएको थिएँ मौठामा। भनेको रोसीपट्टि चाहिँ? हजुर रोसीपट्टि चाहिँ दिइसकेँ मैले क्युआर गर्ने के भन्दै थियो उसले मलाई यस्तो क्युआर हाम्रो आउँदैन, हामीलाई नौबुद्ध र नगरपालिका लगेर राजस्व जम्मा गर अनि सामान लिएर जा, भोलि 10 बजी नगरपालिकामा आइज राजस्वमा गएर बुझाएपछि अनि रसिद म लिन्छु अनि तैँले सामान लानु भन्ने थिएँ मैले। भने पछाडि उसले अब पैसा नि बुझाएको छैन, बेलुका सामान लोड गरेछ। अब त्यहाँ लोड गर्दाखेरि अब कमसेकम हामीलाई यसरी लोड गरे पनि उसले भनेन फेरि कबाडीले पनि होइन। लोड गरे भए त म आफै आएर रोकिदिन्थेँ, किनभने पैसा त उसले हामीलाई राजस्व बुझाएको थिएन। कसरी यस्तो रातारात काम भयो त? रातारात भन्ने कुरै भएन कि सर, यो त त्यो काटेको त्यसले 2-3 दिन भइसकेको थियो कि अझ रोकेर राख्थेँ अब मैले होइन। अनि त्यो 2टा संयुक्त पुल पर्ने हुनाले अनि राजस्व चाहिँ बराबरी हुनुपर्छ है भनेर सहमति भएपछि मात्रै त्यसलाई गर लैजा भनेको हामीले। तर राजस्व त उसले बुझाएको थिएन, नबुझाइकन उसले अबबाट त्यो चिठी दियो भन्दैमा उसले सामान लोड गरेछ कि भएको चाहिँ त्यो हो कारण चाहिँ कि। अब यहाँ त वडा अध्यक्षहरूले नै सामान बेचेको भन्ने कुरो बाहिर आयो। त्यो त अब भोलि कबाडी के छ त्यसैलाई गएर सोद्धा नि थाहा हुन्छ। 6 नम्बरले पैसा लियो लिएन, कति मूल्याङ्कन गरे त्यो जिउँदैछ, हामी जिउँदैछौँ होइन सर। त्यो गलत गरे त होइन, एउटा सिपारी दिनु मेरो गलत भएर आफ्नो ठाउँमा छ होइन भने अरू पैसाको खेलमा त हामी जहाँ गएर खेल गर्न सक्छौँ। मेरो ब्याङ्क ब्यालेन्स सब चेक गरेर हुन्छ, त्यस्तो कुरै भनेको छ त्यो त। पुलको सामान अनि यो ढङ्गले त्यसरी बिक्री वितरण गर्न पाइन्छ त भने? होइन, हामीले बिक्री वितरण गर्ने मैले भनेकै होइन क्या सर। एक ठाउँमा जम्मा गरेर राजस्व जम्मा गरेपछि मात्रै बसेर पठाउने भनेको हो। अब उताबाट चाहिँ लैजाने भनेर ल्याएर चाहिँ सिफारिस गरिदिएँ होइन। अब उसले कुन आधारले उठायो त्यो पछि लाने बेला नि उसले मलाई एक फोन पनि गरेन। फेरि गरे भए त मैले राजस्व नबुझेर लानै दिँदैन थियो होइन। पैसा खाने तरिकाले काम गरेन होइन। त्यो बगाएर तल लास्टमा जुन दिइराखेको छ त्यसलाई किन त्यसो गर्नु, राजस्व नै जम्मा गरिदियो भने त नेपाल सरकारको पुल नेपाल सरकारले पो जम्मा गर्यो भने त भोलि केही हुँदैन होला भन्ने सोचेर हामी त्यो गर्न खोजेको। वास्तवमा चाहिँ हेर्नु अब अहिले यो उल्टो चाहिँ आइलाए मात्रै हो क्या यो। अब उल्टो त त्यहाँ रङ्गिहात सामान प्रहरीले समाइसके पछाडि आइलाग्यो, नत्र त तपाईँहरूले भित्रभित्रै मिलाउनु हुने रहेछ नि। कसरी मिलाउनु सर, त्यो राजस्व जम्मा गरेर मैले सामानै पठाउनु कसरी मिल्छ भन्नु त पहिला। मैले पैसा लिएर मैले राखे भए हो हजुरले भने भित्रभित्रै मिल्यो भन्न मिल्थ्यो। अब हामीले त एक पनि पैसा दिइदिएको छैन उसँग, त्यो के छ सोद्धा भइहाल्छ भोलि। नत्र कसरी 2-2वटा गाडीमा सामान लोड भइसक्छ त भने? त्यो त अब कबाडीले बोलायो गाडी होला, कसो गाडी बोलायो के गरौँ लाने बेला हामीले लान्ला उसले हामीलाई भनेको पनि छैन। अब यहाँ बाहिर भोलिपल्ट म आउँदाखेरि वडा मन्दिर आउँदा सबै यहाँका बासिन्दाले भन्छ पुलिस 6 बजेदेखि बसेर लोड गर्न लागेको भन्छ। त्यो पुलिसले त्यही गाडी समात्छ। अब नेपाल सरकारलाई चाहिँ त्यो घाटमा कर तिरेर चाहिँ रसिद काटेपछि गाडी समात्छ। यो त कसको के खेल हामीले बुझेको छैन सर। तपाईँहरूलाई अलिअलि यसरी पुलको सामान बाढीले बगाएर जोगिएको सामान बिक्री वितरण गर्दा यसरी समातियो भन्दाखेरि अलिअलि हिनता बोध चाहिँ भएको छ। चिठी सिपारी दिनेवाला गलत भयो होला, तर त्यो राज्यको सम्पत्तिमा अहिलेसम्म 1 रुपियाँ दुरुपयोग गरेको चाहिँ केही पनि छँदा पनि छैन। र मेरो त अब चाहिँ सबै खाताहरू चेक गर्दा नि म त वेलकम छु, म सधैँ खुसी छु म त हेर्नुहोस् होइन। म त्यो खालको मान्छे पनि होइन। मैले त किन बगाएर गएको सामान एक ठाउँमा राखेर राजस्व नै जम्मा हुन्छ भने भोलि त्यही ठाउँमा गर्ने हो नेपाल सरकारले भन्ने सोचले गयो। एउटा सिपारीसम्म दिया हो मैले। फेरि कबाडीलाई सामान लैजा कबाडीमा लगेर बेच भनेर सिपारिस दिएको पनि होइन, सहजीकरण गरिदिनु मात्र भनेको छु मैले त होइन। त्यही सिफारिस चाहिँ अहिले बलियो आधार बन्यो नि त। त्यो साथको सिपारी चाहिँ कहाँ लुकाएर चाहिँ हालेर त हजुर। अनि त्यहाँबाट साथले के गरेर त्यो चाहिँ पहिला खोज्नु पऱ्यो नि त। त्यसभन्दा पछाडि मैले बल्ल सिपारिस 2 दिन पछाडि गरेको छु मैले। उसको सिपारिसको नीति हेर्नुहोस्, मेरो सिपारिसको नीति हेर्नुहोस्। रोसी गाउँपालिका वडा नम्बर 7 को पनि हेरे,
तपाईँले दिनुभएको सिफारिस पनि हेरेँ। पत्रिकामा त सबै मेरो मात्रै सिफारिस निकालेको छ। उसको अब त्यो जुन लैजा कबाडीलाई काट्न चाहिँ लैजा भनेर दिएको आदेश छ सिधै। त्यसो त मैले काहीँ पनि लेखेको छैन। अब उसले त्यो पहिलाको पनि लगो भनेर चाहिँ भाइ अहिले गाउँले पुरै तातिरहेको छ। पहिलाको नि अब उसले एउटा झोलुङ्गी पुल बेचेको 180 90 कति भनेर अहिले व्यापक हालिरहेका छन् खोइ त्यहाँको गाउँलेहरूले। तपाईँहरूले राजस्वको कुरा गर्नुभयो, तर यो बारेमा दुवै पालिकाहरू बेखबर छन् त। त्यो कुनै एउटा नगर स्तरीय पालिका स्तरीय समिति बनेर तपाईँहरू त्यहाँ निगरानी गरेर यो सामान बिक्री गर्न लायो र? मैले चाहिँ अझ उसलाई चाहिँ के भनेको थिएँ भने त्यो सामान एक ठाउँमा थुपार्नुपर्छ अनि त्यसपछि पछाडि अब त्यो गाउँले बोलाएर कतिमा बेच्ने के गर्ने भन्ने थियो। उताको ठाडै चिठी आएको आधारले पनि उसले करार गर्यो। मैले यसो हेऱ्यो, यो त काटेर लैजाने भनेर दिएर छ, यसरी त लेख्नु हुँदैन, यो भोलि हामी परिन्छ, सहजीकरण गरिदिनु हुन मात्रै लेखेँ अब मैले त वास्तवमा। त्यो अब त उसले पनि त सहजीकरण गरेर लानु पर्यो, पुलिसलाई भेट्ने हो कि औकाललाई भेट्न जानुपर्ने हो। अनि यहाँ त अब सबै गाउँलेले भन्छ 6 बजीदेखि नै पुलिस गरेर हाल्न लागेको गाडीमा भन्छ। त्यही गाडी गएर चाहिँ रोसी गाउँपालिकामा कर काट्को चाहिँ काट्छ राज्यलाई टिफरको कर। अनि त्यस पछाडि समात्छ। अनि यो त के हो मैले नि कुरा बुझाएन सर। तपाईँहरूले जे सिफारिस गर्नुभयो त्यसैको आधारमा उसले काम गर्यो। अब अहिले कबाडी र जो टिपर चालक छन् उनीहरूलाई मुद्दा चल्ने भयो चोरीको, तपाईँहरू चाहिँ चोखिनु हुने भयो त? म त गएर फेस टु फेस गर्छु सर। हामीले पैसा लिए पनि छैन, पैसा कमाउने नियतले काम गरे पनि होइन। अब त्यो अहिले सामान गरेर हजुरले आएर भोलि हेर्दा नि हुन्छ। चाहिँ 5 नम्बरको उता हाम्रो लास्टको भरि ठाउँसम्म गएर पुगिरहेको छ रोसीको पुलको सामान। अनि यो सामान क्षति भयो, राज्यको यस्तो भयो भनेर कसैले नै खोज्दैन। अनि हामीले त राज्यलाई नै फाइदा होस् भनेर गर्न खोजेको वास्तवमा चाहिँ। तर अहिले अब यो उल्टो भएको हो क्या वास्तवमा। यो किन उल्टो हुन पुग्यो त? यो त योभन्दा पहिला पनि त एउटा 7 मा झोलुङ्गी पुल रहेछ, त्यसको पनि उसले पठाइसकेको रहेछ। मलाई त यो विषयमा काम गर्ने खालको मान्छे नै होइन म। अनि उसले पहिला पनि मैले पठाएको जाए यो तरिकाले केही फरक पर्दैन, राजस्व आउने हो, मैले पहिला पनि जम्मा गरेको छु भन्यो। पछि कुरा बुझ्दा उसले राजस्व जम्मा गरेकै रहेछ पहिलाको पनि। अहिले व्यापक अझै त्यो पहिलाको राजस्व पनि राखेन भन्छ अहिले दुनियाँ आइरहेको छ होइन सर। हजुर। अब यो के हो मैले त पुरै बुझ्न नसकेर आफू पनि बेकारमा मुछिए चाहिन केहीसँग। न हामीले एक दुई कमाउनतिर लाग्नु, अब सहज तरिकाले काम होस् भन्ने कुराले गर्न खोजेको हो वास्तवमा चाहिँ। अब यसमा मैले कार्यविधिहरू पनि हेऱ्यो, यो केही पनि छैन, यो केही गर्न नि हुँदैन, फेरि हामीलाई केही पनि कार्यविधि पनि देखाएन भन्दा पनि यो पहिला नि पठाएको भन्ने कुरा भयो। अब मैले त त्यो पहिला नि पठाएको भए त ठिकै छ नि त, आयो भने दुइटैलाई बराबरी गर्नुपर्छ, दुइटैको सिमाना पर्या हो चाहिँ भने हो मैले।